यो बुहारीलाई त मैले जानेको छु के गर्नुपर्छ मलाई थाहा छ। छोरा यहाँ आइज त, मलाई तसँग एउटा कुरा गर्नु छ। आमा भन्नु न के भयो? तँलाई मैले कतिचोटि भनिसकेँ घरको काम गरेर नबस भनेर। बुहारीको काम हो त्यसलाई नै गर्न दे। आमा यस्तो कुरामा टेन्सन नलिनु भनेर कति भन्नु तपाईँलाई? ल जेसुकै गर, तँलाई जति भने पनि नहुने भइसक्यो। आमा दुध चाहिँदैन तेरो हातको दुध मलाई। मेरो छोरालाई बिगारेर खुब खुसी छस् होला नि, होइन त? नभन्नु न आमा। आमाले मलाई कहिले बुझ्नुहुन्छ होला है? कहिले त हामी मिलेर बस्न सक्छौँ होला नि। टेन्सन नलिउ न तिमी पनि। तिमी पनि भोलि जाँदैछौ, के गरेर बस्ने होला म एक्लै? म छु त, म सम्हालिहाल्छु नि सबै कुरा। नरु र दुईजना मिलेर बस्नु है, मेरो काम पर्यो गएर आइहाल्छु म। अయ్యా कस्तो लडेछु, धेरै नै दुख्यो त खुट्टा त, उठ्नै नसक्ने भए। कसरी फोन गर्नु त, छोरा पनि बाहिर गएको छ। अब त्यही बुहारीलाई गर्नु त होला नि, कसरी गर्नु? हिजो के भनेको छु